को 1-2 दिन अगाडिको मैले स्ट्याटस हेर्दै थिएँ। उहाँले के भन्नुभयो भने एउटा व्यक्तिलाई मेरा पछि लाएर राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका केही व्यक्तिहरूले सरकारले संरक्षण गरेर मेरो चरित्र हत्या गर्नु भएको छ हैन, जनताका मुख लिएर र मेरा परिवारका मुख लिएर चाहिँ ममाथि निकै ठुलो वज्रपात परेको छ भनेर भन्नुभयो। के साँच्चै उहाँमाथि सरकारै लाग्यो हो महेश बस्नेतलाई कमजोर तुल्याउन बनाउन? आरोप के छ भने सरकार मेरा विरुद्ध वा गृहमन्त्री स्वयं मेरा विरुद्ध हात धोएर लागेको छ। त्यो त अहिलेको कुरा छोडिदिनुस् न, अहिले कसैले न्याय पाउनुपर्छ भन्ने कुरासँग जोडियो कम्तीमा। यसभन्दा अगाडि चाहिँ पुरा राज्यले किन बचायो? प्रश्न त त्यहाँ होला नि त। एउटा कुरा हेर्नुहोस् है, तपाईँ हामीले के सोच्नुपर्छ यस्तो कुरामा भन्नुहुन्छ भने राज्यले यस्ता कुरामा कसैलाई छानबिन नगर्ने हो भने, बचाउनतर्फ लाग्ने हो भने भोलिको दिनमा तपाईँ हाम्रो छोरीले बहिनीले के भन्न थाल्छन् भने बलात्कृत भएर घरमा आएर मेरो बहिनी या छोरीले मेरो घरमा आएर बलात्कृत भएर आइन् र उनले मलाई चाहिँ दाई बाबा काका म बलात्कृत भएँ फलानाबाट भन्दै गर्दाखेरि चाहिँ मैले नानी त्यो ठुलो मान्छे हो, त्योसँग हामी मुद्दा लडेर सक्दैनौँ, त्यस कारणले यो कुरा बिर्सिदे भन्ने दिन आयो भने के हुन्छ?